हेलो 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 तपाईहरुले खत्रै ठाउँ नदेखेको पनि 2-3 दिन भइसक्यो होला हैन। यो खतरा मान्छेले खतरा ठाउँ देखाएन, खतरा चीज देखाएन भनेर तपाईहरुले पनि अलिकति मनमा खुल्दुली लागिसकेको होला हैन। लाग्नु पनि स्वाभाविकै कुरा हो। खतरा मान्छेले खत्रै कुराहरु चाहिँ देखाइरा हुन्छ बेला बेलामा हैन। तपाईहरुले के खतरा कुरा देखाउँछु भनेपछि पुरा चीजहरु त अब कुनै समय मिलाएर टाइम मिलाएर देखाउँला। तर आज म यस्तो खतरा ठाउँतिर आइसकेको छु है, जहाँबाट हामीले चाहिँ एउटा खोला बगिरहेको खोलादेखि लिएर हामीले चाहिँ हिमालसम्म देख्न सक्छौं। म त्यस्तो खतरा ठाउँमा आइपुगेको छु। आज यो यहाँसम्म आउनुको एउटा संयोग पनि मिल्यो हैन। मलाई चाहिँ भाइको केही उपचारको लागि चाहिँ म आएको थिएँ हैन। भाइ चाहिँ अहिले चाहिँ अपरेसनको लागि चाहिँ हस्पिटलमा छ। मलाई त्यहाँ बस्दा बस्दा बोरिङ लाग्यो। म किन बस्नु, त्यहाँ नर्सहरु छन्, स्टाफ नर्सहरु केको लागि, त्यही बिरामीहरुलाई हेरचाह गर्नको लागि त हो हैन। उनीहरुले त्यो सम्बन्धी तालिम गरेछन्, सिपसिपीको छन् हैन। उनीहरु हुँदा हुँदै म कति बसिराख्नु, बोरिङ भइसक्यो मलाई चाहिँ हैन। त्यही भएर यसो बाहिर निकलेको ठ्याक्क तपाईको यो किर्तिपुरको डाँडातिर आएको छु। किर्तिपुर डाँडामा आइसकेपछि के कस्तो छ त, त्यहाँ लगेर चाहिँ ल्यापटप कता छ। अब त्यहाँ लगेर ल्यापटप लगेर चाहिँ पैसा कमाउन सकिन्छ कि सकिन्न भन्ने कुरा पनि हो। अनि त्यहाँ यो किर्तिपुरको डाँडाले अवलोकन पनि गर्नु पर्यो हैन। यतै मेरो आसपास नजिकै छ त्यो पनि हैन। त्यहाँ अब एकछिन पछि चाहिँ अवलोकन गर्न जानुपर्छ। अनि केही समयपछि यसो 2-4 वटा कता कता यसो अलि सस्तो भाडामा ल्यापटप मिलेपछि चत्त लाएर आएर चत्त किर्तिपुरको डाँडामा आएर चाहिँ पैसा कमाउनु पर्छ हैन। तपाईहरु पनि मसँग यसो पैसा कमाउने सोचमा हुनुहुन्छ, विचारमा हुनुहुन्छ भने चाहिँ आउनु होला किर्तिपुरको डाँडामा। किनभने चाहिँ हाम्रो नेपालका नेताहरूले चाहिँ हैन भनिसकेका छन्। त्यही भएर चाहिँ किर्तिपुरको पैसा कमाउनलाई चाहिँ किर्तिपुरको डाँडामा गएर बस्नुपर्छ भन्ने कुरा आइरहेछ है। ठ्याक्क लाएर चाहिँ हेर्नुस् है त, देखिहाल्नुस् यो किर्तिपुरको डाँडा चाहिँ यतापट्टि है। यो अलिकति यो माथि यो घामकोले गर्दाखेरि चाहिँ अलिकति देखेको छैन। यो माथि चाहिँ किर्तिपुरको डाँडा भयो हैन। यता पनि हेर्नुस् ल, यो हेर्नुस् त ठ्याक्कै तपाईको अलिकति यो मेरो क्यामेराको चाहिँ क्वालिटी अलिक कम भएर हो हैन। मान्छे खतरा पर्यो, क्यामेराको क्वालिटी चाहिँ कम पर्यो है साथी हो। अनिखेर यहाँनिर चाहिँ तपाईहरुले समुद्र देख्न सक्नुहुन्छ हैन। ठुलो समुद्र हो, सानै समुद्र हो हैन। अनि यो समुद्रबाट सिधै पारी हेर्नुभयो भने तपाईहरुले के देख्नुहुन्छ, हिमाल देख्नुहुन्छ। आनन्दको हिमाल तलदेखि माथिसम्म देख्न सक्नुहुन्छ। अनि त्यसैगरी यतातिर हेर्नुभयो भने उता हेर्नुस् त, त्यो कालो कालो पुरै डाँडाहरु यस्तो दामी रहेछ। अनि त्यसपछि लाएर यता चाहिँ त देखाउँछु, पारीपट्टि चाहिँ एउटा गुम्बा रहेछ हैन। त्यो गुम्बा पनि गजबै छ भन्ने कुरा आइराखेको छ हैन। अनि यतातिर देख्नुभयो भने चाहिँ पारीतिर पनि तपाईले डाँडाहरु देख्नुहुन्छ। यो ठाउँमा चाहिँ म यसो टाइम मिलाएर हैन आउने चाहिँ प्लानिङ गरेको छु है। तपाईहरु को नजिक मेरो आसपास हुनुहुन्छ यसो कन्ट्याक्ट गर्नु होला, मिलाएर च्याप्प लाएर चाहिँ यतातिर आएर हावापानी, यहाँको हावापानी ठिकै रहेछ। अब किर्तिपुरको डाँडामा त्यत्तिकै पैसा कमाइन्छ भनेर त पक्कै पनि भनेको होइन होला। देशकी माग खाने बाख्रा चोरले अब बाख्राहरू पनि यहाँ चराउने जस्तो ठाउँहरू रहेछ। बाख्राहरू चराउने, बाख्रा साख्रा पालन गर्ने, यताउता गाई फार्महरू, यता बाख्रा साख्राको फार्महरू चाहिँ यतातिर पनि छ रहेछ। भनेपछि गाइस अब फेरि भेटौँला खतरा चिजहरू लिएर। अझ वास्तविकताको खत्रै चिज लिएर आउनको लागि चाहिँ केही समय चाहिँ धैर्य गरिदिनु होला है त। सबर गरिदिनु, यति जति सबर गरिदिनु होला।